सो गाइस हामी चाहिँ डन भेटिसक्नु भएको छ अशोक डन अशोक डन डन तपाईँ के भन्न चाहनुहुन्छ भोजपुरको तपाईँ ठुलो डन हटे भोजपुरको ग्याङस्टर भन्दा 2-3 शब्द राख्दैौ न 2 शब्द युट्युबमा भएर आउँछ कस्तो हाल्छ आउँछ भन्नुहोस् कस्तो अनि कतिजना मान्छे अहिलेसम्म कतिजना मान्छे घाइते मार्नुभयो भन्नु न मैले चाहिँ अहिलेसम्म मारेको छु होइन मार्न बाँकी छ मार्नु मात्र बाँकी छ घाइतेहरू चाहिँ टन्नै भइसक्यो घाइते टन्नै भइसक्यो तपाईँहरूको भोजपुरको तपाईँ ठुलो ग्याङ अरे भोजपुरमा तपाईँको कतिजना ग्याङहरू छ मेरो ज्ञान 20 जना 20 गर्नु थियो 40 80 जना छ भनौँ न 80 त छ होला 80 छ अस्ति त हुनसक्छ के सेम्सिलाको पनि ठुलो ग्याङहरू तपाईँ सेम्सिलाको ठुलो डनहरू सेम्सिलाको सेम्सिले हिल जेङ हो नि असो दाइ त हो भोजपुर जिल्लाको टप ग्याङ अशोक तामाङ है भिडियोहरू भएर कहाँ जाने हो अरे लाइन्स यता हेरिदिनु यता हेरिदिनु अब कस्तो भाइरल हुन्छ कस्तो कुन हात लानु यही हात लानु भएको यो हातमा होइन अब यसले हान्नुभएको मतलब यसले लानु भएको छ हजुर डन ल अनि अहिलेसम्म तपाईँको गर्नुहुन्छ कि छैन मेरो हजुर मेरो अहिलेसम्म गर्लफ्रेन्ड पनि छैन हजुर अब अस्ति भर्खर खोज्नु गएको नि हुनेवाला छ अब अब बे पनि नगर्ने नगर्ने सिङ्गलै बस्ने सिङ्गल बस्ने नि ल ठिक छ अनि को कालेको भाइ कि कसलाई कुट्ने अरे तपाईँले अहिले भरे गएर हस्त हुन्छ यहाँ फेरि मान्छे कुटेर हामी लुकेको है मान्छे कुटेर भर्खर आउनु भएको होइन त हिजो अस्ति भर्खर अनि तपाईँहरूको ग्याङ चाहिँ कतिखेर आउँछ तपाईँको ग्याङ टिम चाहिँ कतिखेर आउनु सक्छ अशोक भन्नुहोस् त्यस्तै हुनसक्छ देउराली के अरे कोदार हुनसक्छ मेरो ओके ल यो भिडियोहरू मन पऱ्यो भने चाहिँ ट्याक्क लाइक गरिदिनु होला ल अनि अशोक तामाङ अशोक डन भनेर टक्क कमेन्टमा गरिदिनु न होइन अशोक त्यही त नि होइन अशोक भन्नुहोस् एकछिन अब त बरु म्याच